गोरखचन्द्र अब अस्ति म गत शुक्रबार एकजना पडोसी जानकी देवी चन्दलाई उपचारको लागि धनगढी लैजाने क्रममा सिसैयामा भाइ राकेश राणाको टिप्परले ठक्कर दिँदा हामी दुवैजना घाइते भयौँ र अनि मोटरसाइकल पनि पछारे रोडमा भइसकेपछि अब त्यो घटनाको मिलापत्र गर्ने क्रममा कसैले त अब लाखौँ हत्याउन सक्थे भाइको पैसा र अब मेरो पितरले पुर्खाले त्यस्तो नसिकाए हुनाले आफ्नो पनि अन्तरात्माबाट त्यस्तो भाव नभए हुनाले भाइसँग मिलापत्र गर्नको लागि अब एउटा कसरी जाउँ सामाजिक सेवामा हामी पहिलेबाट आबद्ध भएको हुनाले यो वृद्धाश्रममा रौटेला गएर खाद्यान्न सहयोग गरौँ भाइ भन्दाखेरि उहाँले ल दाइ तपाईँ जस्तो भन्नुहुन्छ त्यतिखेर म त्यसमा साथ दिन्छु भन्ने कुरा भएपछि अनि आजको यो जमघट र त्यो उसको लागि एउटा अब समाजमा पनि अब यस्ता घटनाहरू भयो भने अरू साथीभाइहरूले पनि अब यस्तो किसिमको सहयोगको भावना लिएर अब यस्ता सामाजिक संस्थाहरूमा वृद्धाश्रममा अनाथालयमा सहयोग होस् भन्ने एउटा म्यासेज दिनको लागि पनि यो आजको कार्यक्रम हामीले आह्वान र यो गरेको हो। त्यसै क्रममा अब घटना भइसके पनि कसैले पनि यो सवारी धनीलाई पनि अनावश्यक दुःख नदिउँ र सकेसम्म सानोतिनो घाउहरू भएको छ भनेपछि अब शारीरिक र मानसिक पीडा त हुन्छ नै त्यति बेला, तर आफ्नो सक्दो सकेसम्मको उपचार आफै गरौँ भन्ने किसिमको एउटा सन्देश दिनको लागि पनि हामीले आज यो कार्यक्रम अर्गनाइज गरेका हौँ र त्यसो सँगसँगै अब एउटा सामाजिक व्यक्तित्व भइसकेको हुनाले अकाल मृत्यु कसैको पनि नहोस् भन्ने किसिमबाट बच्नको लागि वृद्धाश्रममा हाम्रो आमा बुवाहरूको आशीर्वाद प्राप्त होस् भन्ने किसिमले पनि हामी यहाँ आइपुगेका छौँ र हजुरहरूले अब हाम्रो कसैको पनि जीवनमा अकाल मृत्यु नहोस् भन्ने किसिमको आशीर्वाद दिनुहोला।